7 दिन अगाडि जडान गरेको 16 लाखको लाइट बल्न छोडे के बालेनको योजना असफल भएको हो? दर्शकबिन यही 7 गते काठमाडौँ महानगरपालिकाभित्र विभिन्न ठाउँमा उज्यालो महानगर योजना अन्तर्गत काठमाडौँ महानगरको लगानीमा करिब 10 करोडको लागतमा 62वटा हाइमास्ट लाइट जडान गरेको थियो। जडान गरेको दिन लाइट झलमल बले राष्ट्रिय मिडियामा समाचारका हेडलाइन बने। बालेन शाहले पनि आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका थिए। मेयर शाहले विगत 3 वर्षदेखि विविध कारणवश रोकिएको हाम्रो पहिलो प्राथमिकतामा रहे मध्येको उज्यालो महानगर योजना अन्तर्गत काठमाडौँ महानगरको लगानी करिब 10 करोडको लागतमा 62वटा हाइमास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको छ, जस अन्तर्गत हालसम्म 12वटा लाइट प्रज्वलन भइसकेका छन्। दशैंभन्दा अघि बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको छ। अघिल्लो कार्यकालमा राखिएका तर बत्ती नबलेका 2000 भन्दा बढी सोलर स्ट्रिट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल बलिरहेका छन्। साथै करिब 85 करोडको स्ट्रिट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको छ, जसको सम्पन्नतापछि यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेका छौं भनेका छन्। दर्शकवृन्द, अहिले ती लाइट बलेको देखिँदैन। एउटा लाइट 16 लाख भन्दा बढी लागतमा निर्माण गरेका लाइट किन बल्दैनन् त? यो नागरिकको प्रश्न हो। कहिले सामाजिक सञ्जालमा लाइट खै भन्दै प्रश्न उठाउन थालेका छन्। महाराजगञ्ज तालिम केन्द्र, भिरकोटी मण्डप लगायत अन्य क्षेत्रका लाइट बल्दैनन्। एक त दशैं अगाडि नै बत्ती जडान कार्य सम्पन्न गर्ने भने तापनि सकिएको छैन भने जडान गरिएका बत्ती पनि नबल्दा चाडबाडको समयमा नागरिकलाई शास्ति भएको छ। चाडपर्वको समयमा चोरी डकैती हुन सक्ने सम्भावना छ। बालेन किन यसरी हतारिए? पूर्ण रूपमा सम्पन्न नभएको भए बालेनले बत्ती बालेको भनेर किन सार्वजनिक गरे? दर्शकबिन, तपाईलाई कस्तो लाग्छ? बालेन सपना तुहिँदै गएको